안녕하세요. गुड मर्निङ। तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो क्लासमा। र चाहिँ हामी कोरियन नम्बर पढ्न गइरहेछौँ। कोरियन नम्बर यसलाई चाहिँ नेपालीमा हानगुक सुक्जा भन्छ। हानगुक कोरियन भाषामा चाहिँ दुई किसिमका नम्बर प्रयोग हुन्छ। एउटा सिनो कोरियन नम्बर, ओरिजिनल कोरियन नम्बर। आज हामी मात्र सिनो कोरियन नम्बर पढ्नेवाला छौँ। ओरिजिनल नम्बर चाहिँ कोरियन भाषामा संख्या वा नम्बर कोरियन भाषामा कतिवटा नम्बर प्रयोग हुन्छ? दुईवटा। जस्तै नेपालीमा मात्र हामी 1 2 पढ्छौँ, त्यस्तै कोरियनमा दुईटा नम्बर पढ्नुपर्छ। कोरियन भाषामा दुई किसिमका संख्या वा नम्बर प्रयोग हुन्छ। नम्बर 1 सिनो कोरियन नम्बर र नम्बर 2 ओरिजिनल कोरियन नम्बर। नम्बर 1 सिनो कोरियन नम्बर, नम्बर 2 ओरिजिनल कोरियन नम्बर। आज चाहिँ हामी यो सिनो कोरियन नम्बर मात्र पढ्छौँ। ओरिजिनल कोरियन नम्बर चाहिँ अर्को दिन। आज चाहिँ हामी सिनो कोरियन नम्बर मात्र पढ्नेवाला छौँ। जस्तै हाम्रो नेपालीमा भयो 0 1 2 3 4 5 6 7 8 9 10। अब यसलाई कोरियनमा कसरी लेख्ने त? एकदम सजिलो छ, ध्यान दिएर हेर्नु। यसलाई खोङ अथवा यङ दुईटा मध्ये जे पनि भन्न मिल्छ, खोङ अथवा यङ। अब 1, अब 1 लाई चाहिँ के भन्ने? 1 भनेको इल भनेको 1, इ भनेको 2, साम भनेको 3, है सा भनेको 4, ओ भनेको 5, युग 6, छिल भनेको 7, फाल भनेको 8, खु भनेको 9, सी भनेको 10। यदि तपाईँ 1 देखि लिएर 10 सम्म याद गर्नुभयो भने 100 सम्म मजाले लेख्न सक्नुहुन्छ। जस्तै हाम्रो नेपालीमा 10 + 1 11 हैन, 10 + 1 11, 10 + 2 12, 10 + 3 13, 10 + 4 14। सेम रिजन कोरियनमा पनि त्यस्तै छ। कोरियनमा सिप भनेको 10, सिप भनेको 10। अब यति त बुझ्नुभयो, सिप भनेको 10। अब 10 + 1 11 हेर्नु त, 10 + 1 11। अब सिप भनेको 10, अब 1 लाई हामी के भन्छौँ? इल भनेको 1 हेर्नु त, इल भनेको 1। सिप भनेको 10, इल भनेको 1। जस्तै हाम्रो 10 + 1 11 हुन्छ, त्यस्तै यसमा पनि सिप प्लस इल, सिप प्लस इल इक्वल टु सिभिल। यो भनेको 11। एकदम इजी, ध्यान सुन्नु त। जस्तै हामी नेपालीमा 11 लेख्दाखेरि 10 + 1 11, 10 + 2 12, 10 + 3 13, 10 + 4 14। सेम यसमा पनि त्यस्तै छ। सिप भनेको 10, इल भनेको 1, 10 + 1 11, सिप भनेको 10, इल भनेको 1, इल भनेको 1। सिप हेर्नु त, सिप प्लस इल इक्वल टु सिभिल भनेको 11 इक्वल टु 11। अब यो बुझ्नुभयो। त्यस्तै 12 पनि त्यस्तै छ, सेम टु सेम। 10 + 2 इक्वल टु 12। अब यहाँ आउनुपर्छ पहिला। सिप भनेको 10, सिप भनेको 10 प्लस, अब 2 हेर्नु यहाँ, सिप भनेको 10, इ भनेको 2, सिप प्लस इ इक्वल टु सिबी। यो भनेको 12। 10 + 3 इक्वल टु 13। अब यसलाई चाहिँ कोरियनमा सेम टु सेम। सिप भनेको 10, सिप भनेको 10, अब 3 10। अब साम भनेको 3 आयो त, साम भनेको 3 इक्वल टु 13। सिप साम भनेको 13। एकदम इजी छ। यसलाई कपीमा पहिला सार्नु अनि त्यसपछि हामी अघि बढौँला। 14, 10 + 4 इक्वल टु 14। अब सिप भनेको यहाँ, सिप यो हेर्नु पहिला,
सिप भनेको 10 प्लस 4 यहाँ सा भनेको 4 इक्वल टु सिप सा इक्वल टु 14। त्यसमा त बुझ्नुभयो। सिपको भनेको 19, सिप भनेको 10 अनि 9 19, सिपको भनेको 19। अब आएछ है 20 मा। अब 20 कसरी लेख्ने त? यो पनि एकदम इजी छ। मैले अघि नै भने 1 देखि लिएर 10 सम्म यदि तपाईँ बुझ्नुभयो भने 100 सम्म मजाले बुझ्न सक्नुहुन्छ। 20 चाहिँ कसरी लेख्ने? 20 4 भनेको सिप भनेको 10 अब 2 सिप ई भनेको 20 सिप ई भनेको 20। अब त्यो 20 भयो। अब 21 चाहिँ कसरी लेख्ने? सिप ई भनेको यो 20 भयो। यो अब सिप ई भनेको यो 20, यसमा नो डाउट यहाँ 1 बाई ई भनेको 1, सिप ई भनेको 21। सेम टु सेम यस्तै सिप ई भनेको 20, ई भनेको 2, सिप ई भनेको 22। सेम टु सेम यस्तै सिप ई भनेको 20, साम भनेको 3, सिप साम इक्वल टु 23। अर्को 30, यसको पनि सेम टु सेम। यहाँ हेर्नु त, साम भनेको 3, ई भनेको साम भनेको 3, सिप भनेको 20 बुझ्नु अथवा 0 बुझ्नु। सामसिप भनेको 30। अब यस्तै अब सामसिप भनेको त 30 त भयो। अब यसैलाई सामसिप ई भनेको 31, सामसिप ई भनेको 32, साम भनेको 33, सामसिप सा भनेको 34, सामसिप ओ भनेको 35। यस्तै 40 पनि त्यस्तै, सा भनेको 4, सिप भनेको 10 बुझ्नु अथवा 0 बुझ्नु। सासिप भनेको 40। यस्तै सासिप इल भनेको 41, सासिप ई भनेको 42, सासिप साम भनेको 43, सासिप सा भनेको 44, सासिप ओ भनेको 45। यस्तै सासिप युग भनेको 49 अनि 50 भनेको 5। अब यसको पछाडिमा यसको दायाँपट्टि सिप थपिदिनु। ओसिप भनेको 50। यस्तै ओसिप इल भनेको 51, ओसिप ई भनेको 52, यस्तै 60 भनेको युग भनेको 60, सिप भनेको 10, युक्सी भनेको 60, युक्सिप ई भनेको 61। अब 90 लेख्दाखेरि खु भनेको 9, सिप भनेको 10, खुसिप भनेको 90। 51 लेख्दाखेरि खुसिप, यो त 90 अलरेडी छँदैछ। अब यसमा इल थप्ने, खुसिप इल, यो भनेको 91। 99 लेख्दाखेरि खुसिप, यो त अलरेडी 90 छँदैछ। अब यसमा प्लस गर्ने 9 भनेको खुसिप खु भनेको 99। अब आयो कुरा 100। अब 100 कसरी लेख्ने चाहिँ एकदम इजी छ। 100 भनेको बेग भनेको 100, बेग भनेको 100। अब यसैलाई 101 लेख्दाखेरि पहिला त 100 थाहा हुनु पर्यो। बेग भनेको 100 प्लस अब 1, 100 प्लस 1 इक्वल टु 101। अब 1 कहाँ छ? 1 त यहाँ छ। 1 भनेको इल, कोरियनमा यसलाई इल भन्छ। फेक प्लस इल इक्वल टु फेदिल 101। फेक भनेको 100, यो भनेको 100, यो इल भनेको 1, 100 प्लस 1 इक्वल टु 101। फेक प्लस इल इक्वल टु फेक इल भनेको 101। यो भयो यो 101 भनेको नेपालीमा, अनि यो भयो कोरियनमा। अब 100 प्लस 5 इक्वल टु 105। अब यहाँ बेग भनेको त यो 100 अलरेडी छँदैछ, फेक भनेको 100, यो त अलरेडी छँदैछ। अब यसमा 5, 100 प्लस 5, अब 5 थप्नुपर्छ। 5 भनेको ओ भनेको 5, बेग प्लस ओ इक्वल टु बेगको भनेको 105। यो भयो नेपालीमा, यो भयो कोरियनमा। बेग भनेको 100, यो बेग भनेको 100, यो ओ भनेको 5, 109 लेख्नु पर्दा। बेग भनेको त यो अलरेडी 100 छँदैछ, प्लस अब 9 खोज्नु। खु भनेको 9, बेग प्लस खु इक्वल टु बेगकु भनेको 109, 110। यो त अलरेडी यो 100 छँदैछ। बेग भनेको 100, यो त 100 छँदैछ। बेग प्लस अब 10, अब 10 चाहिँ सिप भनेको 10, बेग प्लस
बेकसिप इक्वल टु बेकसिप भनेको 110 111। अब पहिला त 111 लेख्दाखेरि पहिला त बेग बुझ्नु पर्यो। बेग भनेको 100 यो त भयो। बेग भनेको 100। अब 11 पछि हेर्नुहुन्छ भने अघि लेखेको थियो 11 भनेको सिप भनेको 10 सिप भनेको 10 इल भनेको 1 सिभिल भनेको अघि नै हामी 11 पढिसकेका छौँ। अब बेग प्लस 100 प्लस 11 बेग प्लस सिभिल 1 देखि लिएर 10 सम्म बुझ्नुभयो भने 100 सम्म मजाले लेख्न सक्नुहुन्छ। आई होप तपाईँ 1 देखि लिएर 100 सम्म बुझ्नुभयो होला। फेरि पनि अर्को भिडियो लिएर आउँदैछु। ओरिजिनल कुरियर नम्बर। अहिलेको लागि बिदा चाहन्छु। तपाईँको दिन शुभ रहोस्।